ल साथीहरु आज हामीले सोशल स्टडीज फिक्स क्वेशन 2082 गर्छौं। हेर्नुस् त क्लास 12 को हजुरको फुल मार्क भनेको साथीहरु 75 हो। पास मार्क हुनलाई साथीहरु 27 ले पुग्छ है। सबभन्दा सुरुमा हामीले क्वेशन अब फिक्स क्वेशन कहाँबाट आउँछ के आउँछ यताउति भन्नुपर्छ। सबभन्दा सुरुमा के बुझौं हामीले क्वेशन प्याटर्न बुझौं है। क्वेशन प्याटर्न भन्नाले कुन युनिटबाट कति मार्क्सको आउने हो, के आउने हो, 1 मार्क्सको आउने हो कि आउने हैन, 8 मार्क्सको के आउने हो भने त्यो छलफल गरौँ है। सबभन्दा सुरुमा हेर्नुस् त यो सबभन्दा सुरुमा क्वेशन प्याटर्न हेर्नुस् त युनिट यहाँ चाहिँ युनिट छ साथीहरु, त्यहाँ 1 मार्क्सको 5 मार्क्सको 8 मार्क्सको यहाँ पनि यता फेरि टोटल है साथीहरु। हेर्नुस् त युनिट 1 2 3 युनिट 1 देखि 3 सम्म हेर्नुस् त 3 सम्म कति आउँदो रहेछ 1 मार्क्सको 4 वटा पर्दो रहेछ साथीहरु, 5 मार्क्सको एउटा, त्यसमा पनि अझ के पर्दो रहेछ साथीहरु अर पनि पर्दो रहेछ है। हजुरलाई अर पर्छ भनेपछि एउटा कुन चाहिँ एउटा युनिटै पढ्न पर्दैन, कुन चाहिँ नपढ्दा हुन्छ त्यो पनि बताउँछु मैले। हेर्नुस् त 8 मार्क्सको एउटा पर्दो रहेछ, टोटल कति पर्दो रहेछ 1 देखि 3 सम्म 1 देखि 3 इकाइसम्म 17 मार्क्सको पर्दो रहेछ। हेर्नुस् त 17 मार्क्सको। त्यसपछि युनिट 4 टु 7 बाट हेर्नुस् त हजुरलाई 1 मार्क्सको भनेको साथीहरु दुईटा पर्दो रहेछ, 5 मार्क्सको 4 वटा, त्यसपछि 8 मार्क्सको एउटा, अझ यसमा पनि अर पनि आइदिदो रहेछ साथीहरु। हेर्नुस् त टोटल भनेको 30 मार्कको पर्दो रहेछ। त अर्को भनेको हेर्नुस् त युनिट 8 देखि 11 सम्म एक अंकको हेर्नुस् साथीहरु 5 वटा पर्छ, त्यसपछि 5 अंकको हेर्नुस् कतिवटा हुन्छ 3टा आउँदो रहेछ, त्यसमा पनि अर पनि पर्दो रहेछ। तर लामो एउटा लामो उत्तर हुन्छ नि त्यो कतिवटा पर्दो रहेछ एउटा पर्दो रहेछ गरेर 28 मार्क। हेर्नुस् त टोटल भनेको 1 मार्क्सको 11 वटा क्वेशन पर्छ साथीहरु, 11 * 11 11 भयो। त्यसपछि हेर्नुस् त 5 मार्कको क्वेशन साथीहरु हजुरलाई 8 वटा पर्छ है। 8 * 5 40 मार्क्सको कतिवटा पर्दो रहेछ छोटो उत्तरबाट के सर्ट क्वेशनबाट। त्यहाँ हेर्नुस् त 3टा फेरि के आउँछ लङ क्वेशन आउँछ है गरेर 3 * 8 गरेर साथीहरु 24। यसमा फेरि हामीले के छलफल गर्छौं भन्दाखेरि यो भिडियोमा साथीहरु 1 मार्क्सको भिडियो गर्दैनौं है। 1 मार्क्स भनेको भित्रबाट हालेको हुन्छ, त्यसको लागि मैले के गर्छु हजुरलाई 1 सुट भिडियो लिएर आउँछु के। नआत्तिनुस् हजुरले कमेन्ट गर्नुलाई चाहिन्छ कि चाहिदैन भनेर मैले पार्ट 2 भनेर भिडियो लिएर आउँछु, नआत्तिनुस्। हामीले यसमा पढ्ने भनेको यो क्वेशन नम्बर 5 को कहाँदेखि आउँछ क्वेशन 5 मार्क्सको लागि साथीहरु 12 to 19 आउँछ। हेर्नुस् त 5 * 8 गरेर 40। तर क्वेशन नम्बर 8 मार्क्सको फेरि 22 गरेर 8 * 3 गरेर 20। हामीले यसमा पढ्ने भनेको साथीहरु 64 मार्क्सको फिक्स क्वेशन पढ्छौं है। बुझ्नुभयो नि। हेर्नुस् त एउटा 5 मार्क्सको 1 सुट, त्यसपछि 8 मार्क्सको लागि 1 मार्क्सको फेरि 1 सुट भिडियो लिएर आउँछु, नआत्तिनु है साथीहरु। सन्दर्भमा ल सुरु गरौँ। हेर्नुस् साथीहरु क्वेशन नम्बर 12 मा कहाँबाट आउँछ हामीले 11 सम्मको 1 मार्क्सको त्यो भनेको 1 सुट लिएर आउँछु भनेको आत्तिन पर्दैन। हेर्नुस् त अब हामी कहाँ जाम क्वेशन नम्बर 12 मा। क्वेशन नम्बर 12 मा साथीहरु कहाँ युनिट 1 देखि 3 सम्म पर्छ। यसमा पनि के हुन्छ भने साथीहरु अर क्वेशन पर्दिन्छ के। अर भनेपछि साथीहरु के छ एउटा ट्रिक, यसको ट्रिक के छ भन्दा साथीहरु 1 र 2 युनिट पढ्नुस्, 3 युनिट्सलाई के गर्नुस् स्किप गर्दिनुस् है। तर स्किप गर्न भन्दाखेरि पछिबाट पढ्नै पर्छ, किन भन्दाखेरि 8 मार्क्सको यहीबाट पर्छ, त्यहीबाट त पनि पढ्न पर्छ, बुझ्नु नि। 5 मार्क्सको लागि प्रिपेयर गर्न परेन, वेल मेन्टेन हुनुस् के, बुझ्नु नि। युनिट 3 बाट 5 मार्क्सको लागि प्रिपेयर गर्न परेन त्यो बुझ्नुस्। यस 8 मार्क्सको लागि मात्र प्रिपेयर गरे पुग्छ। हेर्नुस् त कति मार्क्सको आउने 5 मार्क्स आउने हो। अब भन्दाबित्तिकै हामीले के पढ्न पर्यो क्वेशन नम्बर 12 को लागि साथीहरु युनिट एकाइ 1 र 2 मात्र पढ्न पर्यो के। एकाइ 1 मा पनि धेरै क्वेशन र दुईटा मात्र क्वेशन प्रिपेयर गरे भयो। हेर्नुस् त के क्वेशन भन्दै पूर्वीय चिन्तनको वर्तमान अवस्था र पाश्चात्य चिन्तनको वर्तमान अवस्था। पूर्वीय चिन्तनले वर्तमान अवस्थामा के युज भइराख भनेर यो हाम्रो के हुन्छ पूर्वीय चिन्तनको धर्मसँग रिलेटेड हुन्छ के। पाश्चात्य चिन्तन फेरि साथीहरु यो के भन्दाखेरि यो वैज्ञानिक प्रयोगसँग जोडिएको हुन्छ। मैले भिडियो लिएर आउँछु, नआत्तिनुस्। 1 सुट भिडियो लिएर आउँछु, अहिले पनि आत्तिनु पर्न, पहिला बुझ्नुस् ल। हेर्नुस् त अब क्वेशन नम्बर 1 2 बाट फेरि के प्रिपेयर गर्न पर्यो भने साथीहरु लेखन कार्यमा अरूको लेख रचना गर्दा ध्यान दिनुपर्ने कुरा के। अरूको लेख रचना प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा यो कहाँबाट युनिट भन्दा साथीहरु लेसन 4 को है, बुझ्नु नि। यसलाई के पनि भनिन्छ साथीहरु बौद्धिक चोरी न्यूनीकरण गर्ने उपाय लेख्नुस् पनि भनिन्छ। झुक्किने हैन है। सामाजिकको कसरी आउँछ भन्दाखेरि आउने साथीहरु यतिबाट एउटै आउँछ, म लेखेर राख्नुस् बरु यहीबाट पढ्ने हो। तर के भन्छ हल्का क्वेशन घुमेको हुन्छ कि, बुझ्नु नि। तपाईले फेरि बुझ्न पर्यो हावा क्वेशन कताबाट आयो भन्ने हैन, हुन यही ज भनेको हुन्छ। कोही क्वेशन के गर्छ हल्का तलमाथि बटार्ने मात्र हो, बुझ्नु नि। हजुरले बुझ्न पर्यो एन्सर सेम हो। बौद्धिक चोरीलाई न्यूनीकरण गर्ने उपाय लेख्नु भनेको पनि एउटै हो। लेखन कार्यमा अरूको लेख रचना प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा भनेको एउटै हो। नजुक्किने क्वेशन भनेको एउटै हुन्छ, क्वेशन हल्का फरक हुन्छ तर एन्सर एउटै हो। अर्को फेरि के आइदिन सक्छ भने लेसन 7 बाट नतिजा प्रविधिको
प्रस्तुतिकरणको तरिका के हेर्नुहोस् त, नतिजा प्रविधिकरणको तरिका के हुन्छन्? शाब्दिक प्रस्तुतिकरण र चित्रात्मक प्रस्तुतिकरण हो। यसमा पनि हजुरलाई के भन्छ नि, शाब्दिक प्रस्तुतिकरण गर्दाखेरि ध्यान दिनुपर्ने उपायहरू के छन् भनिदिन्छ। अर्को भनेको चित्रात्मक प्रस्तुतिकरण गर्दाखेरि ध्यान दिनुपर्ने उपायहरू के हुन् भनिन्छ। चित्रलाई अलि सफा गराउने, यताउति मिलाएर लेख्ने, यो त रेन्डमली लेखे पनि हुन्छ हजुरले। अब अर्को हेर्नुहोस् त, अर्को कहाँबाट आउँछ भन्दाखेरि शाब्दिक जानकारी प्रस्तुत गर्ने तरिका। हेर्नुहोस् त, यो युनिट 9 को है, युनिट 9 भन्ना सक्छु, पाठ 9 को, यो पाठ 9 को। यसबाट हामीलाई के लेख्न, शाब्दिक जानकारी प्रस्तुत गर्ने तरिका हेर्नुहोस् त, एउटा छोटो रूपको सूची भनेको साथीहरु सर्ट फर्ममा लेख्ने के। तर प्राविधिक शब्दको सूची, प्राविधिक शब्दको सूची भनेको टेक्निकल वर्डहरूको पनि एउटा के गर्ने, लिस्ट गरिदिने। अर्को भनेको पाठ टिप्पणी तथा अन्त्य टिप्पणी। पाठ टिप्पणी भनेको साथीहरु मैले यहाँ चाहिँ लेखेँ नि, सर्ट फर्ममा लेखेको कुनै पनि चिज हैन, तर यसैको लास्टमा लेख्छु भने त्यसलाई पाठ टिप्पणी भनिन्छ। अन्त्य टिप्पणी भनेको साथीहरु मैले यो भिडियोको अन्त्यमा गएर हजुरलाई इम्पोर्टेन्ट कुरा बताइदिन्छु नि, त्यसलाई के भन्छ, अन्त्य टिप्पणी भन्छ। अब अर्को यो क्वेशन नम्बर 12 को लागि कहाँ पढ्न सक्छ भने तथ्याङ्क सङ्कलन विधि या साधन। यसलाई के पनि भन्छ साथीहरु, अनुसन्धानको विधि पनि भन्छ। नजुक्किने क्वेशन बटार्छ भनेको नि मैले हैन, तथ्याङ्क सङ्कलनको विधि वा साधन भनेको नि एउटै हो, अनुसन्धानको विधि भनेको पनि एउटै। हेर्नुस् त, प्रश्नावली, अन्तर्वार्ता, अवलोकन, नमुना सर्वेक्षण, तर इन्टरनेट तथा पत्रिका। हेर्नुस् त, यति चारवटा भनेको साथीहरु प्राथमिक हो, यो भनेको द्वितीय हो, नजुक्किनु होला। क्वेशन नम्बर 13 को हेर्नुस् त, कहाँबाट एकाइ 4 बाट पर्छ है, 5 मार्क्स हजुरलाई थाहा। कहाँ पर्छ भन्दा यति हेर्नुस् त, यतिबाट एउटा पर्ने हो, 100% लेखेर राख्नुस्। अझ कहाँ भन्दा यो 7वटा प्रदेशमा फरक आउँछ है, नजुक्किनु, फेरि एउटै मात्र पर्छ, फरक आउँछ, तर यतिसैबाट पर्ने हो, हामीलाई एकदम इम्पोर्टेन्ट, यहीबाट छुन्छ। हजुरलाई के भन्छ, टपिक भनेको यसैबाट छोइदिन्छ है क्वेशनमा, हजुरले मिलाएर लेख्न मात्र सक्नु पर्यो, फेरि झुक्किने हैन। हेर्नुस् त, वर्तमान विश्व सामाजिक विविधताले भरिपूर्ण हो भनेर सोधिदिन्छ कि हामीलाई। नेपालमा विविधतामा एकता छ भनेर पनि भनिदिन सक्छ, नजुक्किने होला, एउटै हो। हेर्नुस् त, वर्तमान विश्व सामाजिक विविधताले भरिपूर्ण देश हो भने पनि एउटै हुन्छ, नेपालमा सामाजिक विविधता छ भने पनि एउटै है, यहाँ भनिन्छ कसरी। हेर्नुस् त, धार्मिक, किन नेपालमा धेरै धर्म मान्छन्, त्यहाँ वर्ल्डमा पनि धेरै धर्म मान्छन्। संस्कृति, हाम्रो अथाह संस्कृति छ। कला पनि हेर्नुस् त, कला पनि प्रत्येक कला छ, कति छ कला। भाषा पनि हेर्नु त, एउटा मान्छेले 10वटा भाषा बोल्छ कि नेपालमा पनि। अब अर्को भने के भन्छ, सामाजिक अन्तर्निर्भरताको फाइदा वा बेफाइदा पनि भन्छ। अब सामाजिक अन्तर्निर्भरताले के हुन्छ हेर्नुस् त, हामीलाई के हुन सक्छ, अन्तर्निर्भरताले के हुन्छ, फाइदा भन्नुस् त। फाइदा भनेको मिलेर बस्न सहयोग गरिन्छ, फाइदा मिलाएर लेख्नु के। अन्तर सम्बन्धले के हुन्छ, झै झगडा हुँदैन, यस्तो कुरा पनि भयो। अब अर्को भनेको यो भनेको एकदम इम्पोर्टेन्ट है, दर्शनको उपयोगिता के, दर्शनको। अब यसैमा क्वेशन के छ, दैनिक जीवनमा दर्शनको फाइदा के छ पनि भनिदिन सक्छ, नजुक्किने तपाई। दर्शन आउँदा बित्तिकै दर्शनको उपयोगिता के हुन सक्छ, दर्शनको उपयोगिता। हेर्नुस् त, मान्छेलाई के गर्छ, योगतिर ध्यान केन्द्रित गर्छ, रिसराग गर्नु हुँदैन, मिलाएर लेख्नुहुन्छ। त अर्को भनिदिन्छ, सामाजिक रूपान्तरण भनेको के हो, यसको महत्त्व के छ, सामाजिक महत्त्व के भन्छ। अब सामाजिक रूपान्तरणको महत्त्व के हुन्छ भन्नुस् त, सामाजिक रूपान्तरण के हुन्छ, यो निरन्तर चलिरहने प्रक्रिया हो। यसले के गर्छ, चेन्जलाई स्वीकार गर्छ कि एक्सेप्ट गर्छ कि, चेन्ज इज नेसेसरी भन्छ कि, हैन कुनै पनि नराम्रो चिज चेन्ज हुन पर्छ भन्छ यसले, यही हो। यसबाट एउटा पर्ने हो हजुरलाई क्वेशन नम्बर 13 मा। अब अर्को हेर्नुस् त, क्वेशन नम्बर 14 को लागि हेर्नुस् त, युनिट 5 बाट पर्छ है यसमा। हेर्नुस् त, 5 मार्क्स हो। यसमा के आउने भन्दा यति 4वटाबाट एउटा पर्ने हो हजुरलाई, यताउति मात्र हुने हो। कोहीलाई अब प्रदेश नम्बर 4 लाई यसबाट पर्ला भने प्रदेश नम्बर 3 लाई यसबाट पर्ला, त्यति मात्र फरक हो, त्यही पनि धेरै फरक हुन्न। हेर्नुस् त, अब एउटा यो यता 1 2 लेखेछु नि साथीहरु, नजुक्किने हजुरलाई सजिलो लागि यो पाठ नम्बर लेखिदिएको है, कहाँ काड भनेर। नेपालको प्रदेशको बारेमा जान्ने, प्रदेशको बारेमा जान्ने भन्दा स्पेशल्ली आफ्नो प्रदेशको त छ्याक्क जान्न पर्यो। हेर्नुस् त, विशेषता जान्न पर्यो। विशेषता भनेको हजुरको प्रदेशको विशेषता के छ, सन्द अलको स्थानमा पर्छ कि क्यापिटल सिटी हो कि हजुरको भनेर के विशेषता जान्न पर्यो। त अब आर्थिक क्रियाकलाप भनेको के उत्पादन हुन्छ, भेडा बाख्रा बढी चराउँछन् कि, उद्योगलाई बढी जोड दिन्छन् कि, माछा पालन गर्छन् कि, विद्युत निकाल्छन् कि, त्यो भनेको आर्थिक विशेषता। भौगोलिक विशेषता भनेको हिमाल पहाड तराई जम्मै भाग पर्छ कि, हिमाल मात्र पर्छ कि, अब मधेस जस्तो हाम्रो मधेस प्रदेश जस्तो तराई मात्र छ कि, त्यो भनेको। अब सामाजिक विशेषता भनेको हजुरले भाषा, धर्म, संस्कृति के मनाउँछन् त्यो जान्न पर्यो आफ्नो प्रदेशको, स्पेशल्ली अरूको भन्दा पनि आफ्नो जान्नै पर्यो। त हेर्नुस् त, अब यो भनेको लेसन 5 बाट।
आन्तरप्रदेशिक आयाम के आन्तरप्रदेशिक आयाम भने के हो साथीहरु वातावरणमा के भयो अब वातावरणमा सबले वातावरण राम्रो गराउने भने के हुन्छ हामीलाई स्वच्छ हावा पाइन्छ हैन यो त भयो नि अर्को भनेको सामाजिक आयाममा के हुन सक्छ अब मधेस प्रदेश र लुम्बिनी प्रदेशबाट बिहा हुन सक्छ सामाजिक अन्तर सम्बन्ध भइहाल्यो अब यसमा के हुन सक्छ आर्थिकमा के हुन सक्छ आर्थिकमा अब मधेसको चामल कारेर लुम्बिनीमा आएर बेचिन्छ अब लुम्बिनीको के भन्छ अब लुम्बिनीको कुखुरा लगेर मधेसमा गएर बेचिन्छ बुटोलमा त्यसपछि बागमतीमा लगेर बेचिन्छ त्यही भनेको हैन आर्थिकमा त्यही पर्यो हेर्नुस् त त्यहाँबाट 6, 7, 8 बाट मर्ज गरेर यस्तै है तीनटै भनेको एउटै हुन् यसमा के जान्न पर्यो भने विपदको कारण कुनै पनि विपदको कारण विपद भनेको के हो विपद भनेको साथीहरु सडनली के हो ब्याड सिचुएसन है र सडनली के हुने ह्यापन हुने ब्याड सिचुएसन हो त्यसलाई के भन्छ विपद भइहाल्यो त्यसै विपदलाई व्यवस्थापन गर्ने उपाय के हुन्छन् पूर्व तयारी गर्ने हामीले पहिल्यै तयारी गरेर बस्ने अब भूकम्पलाई के गर्ने त भूकम्प जानभन्दा पहिले हामीले सिक्ने हैन भूकम्प गएपछि के गर्ने कसो गर्ने भनेर लेखिहाल्नुहुन्छ त अब 10 बाट पढिन सक्छ जीपीएस एकदम इम्पोर्टेन्ट है जीपीएस र जीआईएस यो प्रिभियस इयरको उसमा पनि परेको थियो क्या धेरै ठाउँमा परेको थियो हेर्नुस् त जीपीएस भने के हो साथीहरु ग्लोबल पोजिसनिङ सिस्टम जीआईएस भनेको अब जीआईएस को फुल फर्म लेख्नुस् त के हो साथीहरु भन्नुस् त महत्त्व लेख्ने के यिनीहरुको महत्त्व भनेको दुईटैको एउटै हुन्छ नै बुझ्नुभयो नि यो ग्लोबल पोजिसनिङ सिस्टम यो फेरि साथीहरु जियोग्राफिकल इन्फर्मेसन सिस्टम है यिनीहरुको फाइदा प्रयोग कसरी महत्त्व र प्रयोग कसरी गर्न सकिन्छ भन्दाखेरि साथीहरु हामीले अब के डेलिभरी बोयहरुलाई त्यसपछि बोय भन्दा पनि डेलिभरी स्टाफको लागि त्यसपछि अरु के हुन सक्छ भन्नुस् त डेलिभरी स्टाफ अब हामी पनि कतै जाँदै छौं अब म कहाँ गए साथीहरु अब म एबीसी मा गए भने त मलाई त म्याप त थाहा हुन्न अब हामीले के गर्न लोकेसन ट्र्याक गर्नको लागि हो किन थाहा भयो किन भन्नुस् त लोकेसन ट्र्याक गर्नको लागि ग्लोबल पोजिसनिङ जियोग्राफिकल अरु के गर्नुस् प्रयोग गरिन्छ भन्नुस् त यस्तै लेख्नुस् के त्यहाँ म्याप गराउनको लागि कहाँ छ मान्छे अब कति टाढा छ के छ त्यो पत्ता लगाउनु भयो नि प्रयोग मिलाएर लेख्नुस् के नआत्तिनुस् यसको अब मैले साथीहरु के पनि गर्छु भन्दा युनिट वाइज वान सुट भिडियो पनि गराइन्छ हजुरको सजिलोलाई हजुरलाई चाहिन्छ कि चाहिदैन कमेन्ट गर्नु होला अब हेर्नुस् त क्वेशन नम्बर 15 मा कहाँबाट आउँछ भन्दा एकाइ 6 बाट आउँछ यो पनि 5 मार्क्स हेर्नुस् त यसमा भनेको धेरै जसो साथीहरुले यो के भन्दा यो भनेको साथीहरु हाम्रो इतिहासको अलि बुझ्नुहुन्न के राम्रोसँग एकदम सजिलो ह फेरि बुझ्नु एकदम सजिलो हेर्नुस् त के पढ्नुस् हजुरले प्राचीन कालमा के गर्ने आर्थिक क्रियाकलाप के प्राचीन कालमा के आर्थिक क्रियाकलाप गरिन्थ्यो अब भेडाका उन उत्पादन गरिन्थ्यो कि हैन अब चौरी गाईको छाला काडिन्थ्यो कि त्यसपछि सामाजिक क्रियाकलाप भनेको बिहा यताउति तर राजनीतिक क्रियाकलापमा को राजाले कलाई मारो के गरे यताउति भनेको राजनीतिक भनेको त्यही त हो पहिला अरु के हुन्थ्यो भन्नुस् त अर्को भनेको के जान्न पर्यो पाठ 4 को मध्यकालको पनि सेम मध्यकालमा के गर्थे राजनीतिक सामाजिक आर्थिक क्रियाकलाप के हो त्यो पनि जान्नुस् यसैमा के जान्नुस् भन्दै शासना राज्यको उदय र अवसान उदय भनेको कसरी उदय भए थिए पहिला के हुन्थ्यो भने साथीहरु राजाहरुले धेरै टाढासम्म राज गर्ने त्यहाँ के हुन्थ्यो अब आफ्ना छोराछोरी त कमी हुन्थे के गर्थे कोही सिपाहीलाई गर तैले गर त्यहाँ गएर राज्य गर भन्ने तिनीहरु के हुन्थ्यो बिस्तारै आफै राजा भइदिने त्यसरी उदय हुन्थ्यो अवसान फेरि कसरी भयो पृथ्वीनारायण शाहले उस गरेर के रे कोलोनाइज गर्दै गएपछि त्यसपछि के भयो तर ब्रिटिशहरुको आगमन हुँदाखेरि के भयो सबै सचेत भएर के अब हामी मिल्न पर्छ त्यसतिर के भयो फेरि अवसान भयो अब अर्को हेर्नुस् त 7 बाट यो पनि जान्न पर्छ यो भनेको एकदम इम्पोर्टेन्ट छ हेर्नुस् त एकीकरण पछिको राज्य संस्था भनेको नेपालमा एकीकरण के उसमा हेरि के भरे राणा कालको अन्त्यपछि के भयो भन्ने वाला के हेर्नुस् त संक्रमणकालीन अवधि यसको बारेमा जान्न पर्यो 2007 देखि 17 सम्मको इभेन्ट जान्नुस् तर पञ्चायत कालमा कति 17 देखि 47 सम्म चलेको थियो यसमा के इभेन्ट भयो त्यसपछि गणतन्त्रात्मक काल भनेको यो 2072 देखि अहिले के हाम्रो संविधान लागू भएदेखि अहिलेसम्म के भइरहेछ त हाम्रो 7 प्रदेशमा लागू भयो 77 जिल्ला भयो त्यस्तै कुरा त लेख्ने हो अब हेर्नुस् त क्वेशन नम्बर 16 को लागि क्वेशन नम्बर 16 मा आउने भनेको त्यहाँबाट एकाइ 7 बाट हेर्नुस् त 5 मार्क्स यसबाट के क्वेशन पर्दिन्छ हेर्नुस् त यसबाट पर्ने भनेको साथीहरु लैंगिक सवाल भनेको के हो त्यहाँबाट लैंगिक सवालमा कुन सवाल पर्छन् भन्नुस् त यसमा भनेको साथीहरु के सवाल पर्ने भयो मानव अधिकारका सवाल मिलाएर के लेख्दिनुस् कहाँ छ युनिट पाठ 2 मा छ युनिट 7 को त अर्को भनेको हेर्नुस् त लैंगिक समावेशीकरण र प्रयास के लैंगिक समावेशीकरण भनेको के हो तर यसमा भएका प्रयासहरु के छन् भन्नु
प्रयासहरू मिलाएर लेख्नु छ। महिला र पुरुषलाई बराबर गराउन के प्रयास भइरहन्, तर हाम्रो यो उसकै कोटा सिस्टम छ नि साथीहरू, रिजर्भेसनवाला के रिजर्भेसन, तर बसहरूमा पनि छुट हुने, तर यो हाम्रो एजुकेसनमा पनि छुट हुने, यिनीहरूलाई मिलाएर लेख्न सक्नुभयो। त आएको हेर्नुहोस् त, अपाङ्गता र समावेशीकरणको प्रयास। अपाङ्गता भने के हो? शारीरिक रूपमा अशक्त हुनु अवस्थालाई अपाङ्गिता भनिन्छ। तर समावेशीकरणको प्रयास भनेको साथीहरू के हो? अब बसहरूमा पनि हेर्नुहोस् त, बसहरूमा के को व्यवस्था छ? अपाङ्गता सिटको व्यवस्था छ। त्यसपछि अर्को भनेको हाम्रो यो शिक्षामा पनि के हुन्छ? यो के अरे छात्रवृत्तिको व्यवस्था छ नि, यस्तै मिलाएर लेख्नुहुन्छ। त एकदम इम्पोर्टेन्ट भनेको यो है साथीहरू, समतामूलक समाजको उपायहरू। नेपालमा समतामूलक समाजलाई कसरी निर्माण गर्न सक्छ भनिदिन सक्छ। मैले के समतामूलक समाज भने के भन्छ साथीहरू? कुनै पनि हैन पक्ष विपक्षहरूलाई के गर्ने? बराबर गर्नका लागि जो माथि गइसकेको छ त्यो मान्छेलाई कम दिने, जो अलिक कमजोर छ नि त्यसलाई बढी दिने, के बराबर दिन भन्दा पनि एउटालाई नसक्नेलाई धेरै दिने, सकेकोलाई कम दिएर बराबर इक्वल बनाउने अवस्थालाई के भन्छ? समतामूलक समाज भन्छ। अब यसका उपायहरू के हुन सक्छन् मिलाएर लेख्नुहुन्छ। क्वेसन नम्बर 17 हेर्नुहोस् त, क्वेसन नम्बर 17 कहाँबाट आउँछ भने 1/8बाट आउँछ। यो पनि 5 मार्क्सको। यसमा भनेको केबाट आउने भन्छ साथीहरू? यो भनेको हाम्रो संविधान र नागरिक सचेतनाबाट हेर्नुहोस् त, हामीले के पढ्न पर्छ भने 1 र 2 को सरकारको गठन कसरी हुन्छ, सरकारको गठन प्रक्रिया, तर यिनीहरूको काम के हो, सङ्घीय सरकार स्थानीय सरकारको काम के हो त, तर अधिकार के हो यिनीहरूको त्यो पनि पढ्नुहुन्छ। तर एकदम इम्पोर्टेन्ट भनेको यो है, यो किन इम्पोर्टेन्ट छ भन्दाखेरि हजुरसँग ट्याक्कै रिलेटेड छ के। किशोर अवस्था भनेको के हो भन्नुहोस् त, किशोर किशोरा भनेको त हजुरहरू हो। हजुरहरूले गर्नुपर्ने कर्तव्य के छ, तर अधिकार हजुरले के पाउनुपर्छ त अधिकार के छ, यसको बारेमा सोधिदिन सक्छ। त अर्को भनेको सूचनाको हक। सूचनाको हक भनेको के हो? जुनसुकै अब सरकारी काम क्रियालायको बारेमा हैन जानकारी पाउनुलाई के भन्छ? सूचनाको हक भन्छ। त अर्को भनेको सार्वजनिक निकायबाट सूचना प्राप्त गर्ने तरिका कसरी पाउन सकिन्छ? सार्वजनिक निकायबाट सूचनाको तरिका अब कहाँ गएर हेर्नुहुन्छ? यो भनेको पाठ 6 मा गएर हेर्नुहुन्छ, राम्रोसँग डिटेलमा छ। अर्को भनेको सदाचार र जवाफदेहिता। सदाचार र जवाफदेहीको फाइदा के हुन्छ, बेफाइदा के हुन्छ? नेपाललाई सदाचार मुलुक राष्ट्र बनाउन के प्रयास गर्न सकिन्छ? भ्रष्टाचार नगर्ने, भ्रष्टाचारको नियन्त्रण गर्ने, यस्तै कुरा लेख्नुहुन्छ। जवाफदेहिता भनेको साथीहरू हजुरले कुनै पनि काम गर्नुभएको छ भने त्यसको बारेमा कसैले प्रश्न सोधे भने उत्तर दिन सक्नुलाई के भन्छ? जवाफदेहिता भन्छ साथीहरू। अब अर्को भनेको हेर्नुहोस् त, क्वेसन नम्बर 8 मा क्वेसन नम्बर 18 मा कहाँबाट आउँछ भन्दाखेरि 1/9बाट आउँछ है। 1/9बाट यो पनि एकदम सजिलो। यसमा केबाट पढिदिन्छ भने साथीहरू सरकारीकरणको चुनौती वा अवसर। अब सहरीकरण के सहरीकरण साथीहरू, सरी है सहरीकरण के। अब भन्नुहोस् त, अब मान्छेहरू यो हाम्रो हामी बस्ने ठाउँ सहरीकरण हुनुको फाइदा के छ भन्नुहोस् त? फाइदा भनेको के भयो? शिक्षा राम्रोसँग पाइन्छ हैन, स्वास्थ्य पनि राम्रोसँग पाइन्छ। चुनौती भनेको के भयो? अब चुनौती भनेको हाम्रो एकदम मान्छेको भिड मात्र बढी हुने भयो। अब यसलाई के पनि भनिन्छ? सहरीकरणको फाइदा वा बेफाइदा भने पनि एउटै हो, नझुक्किन है। अब अर्को भनेको हेर्नुहोस् त, बसाइ शरणको आर्थिक सामाजिक र सांस्कृतिक असर गरे के। अब पोजिटिभ पनि हुन्छ नेगेटिभ पनि हुन्छ। अब आर्थिकमा के पर्न सक्छ हेर्नुहोस् त, आर्थिकमा भनेको रोजगारीको अवसर धेरै हुन सक्छ। अब बेफाइदामा के हुन्छ भन्नुहोस् त? बेफाइदामा भनेको हाम्रो रोजगारीमा त कम्पिटिसन बढी हुन्छ, यो पनि भइहाल्यो। अब अर्को भनेको सुरक्षित आप्रवासन र यसको तरिका। सुरक्षित आप्रवासन भनेको विदेश जाँदाखेरि कसरी राम्रोसँग जान सकिन्छ भनेको के। अब एजेन्ट मार्फत नजाने हैन, अब हामीले के भन्ने राजदूतावासको प्रयोग गर्ने, यस्तै लेख्ने मिलाएर। अब अर्को भनेको हेर्नुहोस् त, क्वेसन नम्बर 19 मा के आउँछ भने अर क्वेसन पनि आउँछ है, नजुक्किनुहोस्। यसमा भनेको दुईटा कि 10बाट एउटा पर्छ, 11बाट एउटा क्वेसन पर्छ। हजुरलाई मैले के सिकाइदिन्छु भने युनिट 10 को पढ्दै नपढ्नुहोस्। किन? यसमा भनेको अर्थतन्त्रबाट छ, अर्थतन्त्रबाट अलि बुझ्न गाह्रो हुन्छ, यसले कता पैसा दियो यता गर भन्दै। युनिट 11 को एकदम सजिलो, यो गर्न सक्नुहुन्छ तपाईले, बुझ्नुभयो नि। त्यही भएर युनिट 11 पढ्नु, 10 लाई स्किप गरिदिनुहोस् है। अरमा पढ्ने जसरी पनि छोड्ने छ। यसमा के जान्न पर्छ भने शिक्षा, मानव संसाधन र रोजगारीको सम्बन्ध के। रोजगारी पाउनको लागि के गर्न पर्छ? रोजगारी पाउनको लागि त एजुकेसन लिन पर्यो। एजुकेसन लिँदा बित्तिकै त्यो मान्छे के भन्छ? मानव संसाधन भनेको क्यापेबल भन्छ, भोग्ने भन्नुहोस् त। शिक्षा लिएपछि रोजगारी पाउँछ, रोजगारी लिएपछि के हुन्छ साथीहरू? मानव संसाधन निर्माण हुन्छ। यही हो। अब हेर्नुहोस् त, शिक्षामा पहुँच पुर्याउने उपाय। अब हाम्रो विकट ठाउँहरूमा शिक्षामा पहुँच कसरी पुर्याउन सकिन्छ भन्नुहोस् त? अब राम्रोसँग बजेट नियन्त्रण गरेर यसरी मिलाएर लेख्नुहुन्छ। यो कहाँ हो? पाठ 2 को। अब अर्को भनेको हेर्नुहोस् त, शिक्षाले सामाजिक र
सांस्कृतिक विकासमा ल्याएको प्रभाव के सामाजिकमा कसरी ल्यायो भन्नुहोस् त। समाजमा भनेको यो विकृतिहरूलाई हटाउन सहयोग गर्छ। अब संस्कृतिमा भने के भन्छ, सबै संस्कृति एउटै हो भन्ने भावनाको विकास गरेछ, यो भइहाल्यो। भनेको हामी कहाँ गयो साथीहरू, लङ क्वेसनमा गयो है। लङ क्वेसन भने क्वेसन नम्बर 20 हेर्नुहोस् त, 8 मार्क्सको। यो कहाँबाट पर्छ भने साथीहरू युनिट 2 वा 3 बाट पर्छ है, बुझ्नुभयो नि। युनिट 2 वा 3 बाट परिदिन्छ। एकाइ 2 बाट पर्यो भने के कस्तो कस्तो पर्छ हेर्नुहोस् त। एकाइ 2 बाट पर्यो भने कुनै शीर्षकमा अध्ययन प्रस्तावना लेख्नुहोस्। के अध्ययन प्रस्तावना लेख्ने हल्का यिनीहरू के हुन्छ भने हल्का अलि आफै सोच्ने र लेख्नेवाला हुन्छ है, बुझ्नु। हेर्नुहोस् त, धार्मिक क्षेत्र अब लुम्बिनी कहाँ लेख्नु, पशुपतिनाथ जे लेखे पनि भयो। वा सांस्कृतिक समूहहरूको दसैँ तिहार त्यसको बारेमा के लेख्नु पर्यो, अध्ययन प्रस्तावना। अध्ययन प्रस्तावना लेख्न जान्नुभयो भने कमेन्ट गर्नुलाई साथीहरू, मैले सजिलो तरिकाले लेख्न पनि सिकाउँछु, हजुर आत्तिन पर्दैन। अब अर्को हेर्नुहोस् त, प्रस्तावनाको अङ्गहरू। प्रस्तावनाको अङ्गहरू भन्ने पनि कहाँ छ, यो एकाइ 2 को 3 मा हेर्नुहोस् त, त्यसमा छ। तर अनुसन्धानको विधि, मैले अनुसन्धानको विधि त्यसपछि तथ्याङ्क सङ्कलनको विधि एउटै हो भनेर सिकाएको थिएँ नि मैले। प्रश्नावली विधि यो भइन्छ नि, यो पनि गर्नुहुन्छ। तर बौद्धिक चोरीबाट पनि हालिदिन सक्छ कि, बुझ्नुभयो नि। हामीले उसमा पनि भनेको थियौँ, यो क्वेसन नम्बर 12 मा पनि आउन सक्छ भनेको थियौँ, बौद्धिक चोरी यसमा पनि आउन सक्छ, एकदम इम्पोर्टेन्ट छ। अब यताबाट के छ भने साथीहरू, युनिट 2 बाट भन्दा म्याक्सिमम चान्स केबाट हुन्छ भने युनिट 3 बाट आउने हुन्छ है, बुझ्नुभयो नि। 8 मार्क्सको लागि युनिट 2 बाट क्वेसन नम्बर 12 मा हालिदिन्छ, बुझ्नुभयो नि। 3 बाट फेरि धेरै जसो केमा हालिरहेको हुन्छ, लङ क्वेसनमा हालिरहेको हुन्छ। लङ क्वेसन भने यी 3टा टपिकबाट चाहिँ आइरहेको हुन्छ कि हाम्रो धेरै जसो। हेर्नुहोस् त, समालोचनात्मक चिन्तनको फाइदा बेफाइदा तर कसरी राम्रो गराउन सकिन्छ, मिलाएर घुमाएर सोध्छ है हजुरलाई। हाम्रो टपिक यहीँ चाहिँ आउने हो, यिनीहरूबाटै पर्ने हो, तर हल्का घुमाइदिन्छ, नजुक्किनु होला। तर सृजनात्मक चिन्तनको कसरी विकास गर्न सकिन्छ, एउटा मान्छे समस्यामा पर्यो त्यसले कुन चिन्तनको प्रयोग गर्न सकिन्छ, मिलाएर लेख्नुहुन्छ। तर संवेग व्यवस्थापन, अब संवेग व्यवस्थापनको बारेमा अब किशोरावस्थामा संवेग व्यवस्थापन कसरी गर्ने, हेर्नुहोस् त, हल्का घुमाइदिन्छ नि, नजुक्किनु होला। टपिक भनेको यहीँबाट पर्ने हो। अब अर्को भने क्वेसन नम्बर 21 मा, यसमा फेरि अर क्वेसन आउँछ है। मैले कुन चाहिँ लेसन स्किप गरिदिनुहुन्छ त्यो पनि सिकाउँछु हजुरलाई। यो भनेको 21 मा अर क्वेसन पर्छ 8 मार्क्समा। यो कहाँबाट पर्छ भने एउटा भनेको युनिट 5 बाट पर्छ, एउटा भनेको युनिट 6 बाट पर्छ, बुझ्नुभयो नि। हजुरले केबाट पढ्नुहोस्, युनिट 5 बाट मात्र पढ्नुहोस्, 6 लाई स्किप गरिदिनुहोस्, एकदम सजिलो आउँछ कि 5 बाट। 5 बाट कस्तो आउँछ भने परदेशकोबाट आउँछ कि, हामीलाई परदेशको रिलेसनबाट आउँछ। साथै परदेशको आर्थिक सम्भावना भनेको परदेश 1 मा के हुन सक्ने भयो साथीहरू, पर्यटन इलाम छ हाम्रो, पर्यटन हुनसक्छ, त्यहाँको के हुनसक्छ, चियाबारी हुनसक्छ, आर्थिक सम्भावना र सहकार्य। तिनीहरूले कसरी सहकार्य गर्न सक्छ, जलविद्युत पनि हुनसक्छ पर्यटन प्रदेश नम्बर 1 मा। बागमतीमा के हुनसक्छ, बागमतीमा पनि पर्यटन। हामीले पर्यटन साथीहरू जम्मैमा पर्यटन लेख्दै हुन्छ है। पर्यटन मधेस प्रदेशमा बाहेक अरू सबै ठाउँमा के गर्नुहोस्, पर्यटन र जलविद्युत होइन र सबैमा जलविद्युत भइहाल्छ। अब अर्को केबाट सोधिन सक्छ नि, परदेशको सामाजिक र सांस्कृतिक अन्तर सम्बन्ध के, परदेश बिचको, परदेश उता पनि सिकाएको मैले। त्यसपछि भौगोलिक प्रदेशहरूको भौगोलिक अवसर भनेको त्यही पनि पर्यटन पनि भयो, त्यसपछि जलविद्युत पनि भयो। अब यसमा के गर्न सक्नुहुन्छ, अरू के एड गर्न सक्नुहुन्छ भन्नुहोस् त। अरू हजुरले एड गर्न सक्नुहुन्छ इन्टरटेनमेन्ट के, प्याराग्लाइडिङहरू। अब धेरै ठाउँमा के भइरहेको, प्याराग्लाइडिङहरू पनि भइरहेछ, पोखरामा पनि छ। अब हाम्रो अब एभरेस्टतिर त अब हाम्रो के हुनसक्छ, त्यतातिर पनि इन्टरटेनमेन्टको लागि के हुनसक्छ, यो क्याम्पेनिङ त्यो पनि हुनसक्छ। क्वेसन नम्बर 12 पनि 8 मार्क्स हो। यसबाट कहाँबाट पर्छ, युनिट 8 to 11 पढ्छ है। यो भनेको साथीहरू एकदम ट्रिकी आइदिन्छ है हजुरलाई, अप्ठ्यारो भन्दा पनि ट्रिकी आउँछ क्वेसन नम्बर 22 मा। कस्तो ट्रिकी हेर्नुहोस् त यहाँ चाहिँ। अब हाम्रो कुरा त गरिबी निवारणको सन्द मेन भनेको फोकस भनेको गरिबी निवारण कसरी गर्ने नि त लागि अवलम्बन गर्नुपर्ने रणनीति कार्यक्रम अपेक्षित उपलब्धि समेटी राष्ट्रिय योजना आयोगमा पेश गर्ने योजनाको ढाँचा तयार पार्नुहोस्। हेर्नु कस्तो ट्रिकी सोधिदिन्छ कि, यसरी सोधिदिन्छ, बुझ्नुभयो, नजुक्किनु होला। हामीले यो पनि सिकाउँछु मैले, कमेन्ट गर्नुलाई यसको पनि लिएर आउँछु लङ भिडियो कसरी गर्ने। हेर्नुहोस् धेरै जसो सहरमा विकास विरत गुरु योजनाको निर्माण नभइकन अव्यवस्थित सहरको रूपमा विकास भएको पाइन्छ र यसका कारणहरू के लेख्नुहोस्। हेर्नुहोस् त, धेरै ठाउँमा विकास भन्दा पनि विनाश बह गरे, किन यसरी ट्रिकी घुमाएर दिन्छ। अब अर्को भनेको यस्तो पनि आइदिन सक्छ क्वेसन नम्बर 22 मा, यदि तपाईँ नेपालको प्रधानमन्त्री राष्ट्रपति होइन जे भनिदिन्छ हुनुभयो भने, तर मेयर पनि भनिदिन सक्छ, मेयर हुनुभयो भने नेपालको गरिबी हटाउन, त्यहाँ शिक्षामा योगदान पुर्याउन, जे रेन्डमली जे पनि भन्न सक्यो कि कस्तो कार्य गर्नुहुन्छ, कसरी गर्ने यस्तो। हेर्नुहोस् त, अब डाइरेक्ट गर्न पनि मिल्दैन, कोही 8 मार्क्सको हो कि नजाने पारे कमेन्ट गर्न।
अर्को भनेको कोही सोसलमा साथीहरु आउट अफ सिलेबस क्वेसन पनि आउँछ है। आउट अफ सिलेबस भन्दा पनि हामीले पढेको टपिकमै हुन्छ, तर के भनिदिन्छ अब सम्पादकी तयार पार्नुहोस् भनिदिन्छ, इमेल लेख भन्छ, चिठी लेखेर योजना तयार पार्नुहोस्। हेर्नुहोस् त यहाँ चाहिँ रोजा योजना तयार पार्नुहोस् भयो, योजनाको ढाँटा, तर वक्तित्व कला यसरी भनिदिन्छ है। तर टपिक हामीले पढेको हुन्छ, तर हल्का यसरी लेख्न पर्छ है, फर्मेटमा लेख्ने पनि हुन्छ कि। नजाने भए कमेन्ट गर्नु। अब के कुनको बारेमा भिडियो गरेर कमेन्ट गर्नुलाई।